मैले चाहिँ यस्तोदेखि यस्तोसम्म आफूलाई 1 महिनामा 6 केजी लस गरेर मैले आफूलाई ट्रान्सफर्म गरेर मैले हिजो भिडियो हालेको थिएँ। सो आज चाहिँ म तपाईँहरूलाई मैले कार्डियोको लागि के गरेँ, मैले कति क्यालोरिज खाएर कसरी मैले 1 महिनामा 6 केजी लस गरेँ भनेर भन्न आँटेको छु। सो म त्यस्तो मोटाउनेको रिजन भनेको चाहिँ म चितवन गएको थिएँ, तपाईँलाई थाहा थियो होला। चितवनमा गएर मैले 4-5 दिनसम्म जे पाइदिएँ खाएँ र कार्बोहाइड्रेट र सोडियम धेरै भएर वाटर होल्ड भएको थियो मेरो जिउमा। सो एसेन्सियली 2 केजी चाहिँ मेरो वाटर होल्डै थियो जिउमा होइन। र त्यो मेरो फिजिक चाहिँ चितवनबाट आएको बेलाको हो क्या। अनि त्यसबाट चाहिँ मैले के गरेँ भने तपाईँहरूलाई म 3टा स्टेप्समा भनिदिन्छु। सो नम्बर 1मा भनेको चाहिँ मैले क्यालोरिज कति खाएँ त, मैले क्यालोरिज चाहिँ 1800 क्यालोरिज खाइरहेको थिएँ, जुनमा चाहिँ 120 ग्राम प्रोटिन, 35 ग्राम फ्याट्स र अरू सबै कार्ब्स खाइरहेको थिएँ। नम्बर 2मा भनेको चाहिँ स्टेप्स मेरो अति नै हाई थियो, 25 देखि बेला त म 30,000 स्टेप्ससम्म गरिरहेको थिएँ, जुनले गरेर चाहिँ म लगभग 1000 देखि 1200 क्यालोरीको डेफिसियटमा थियो होला। अब एउटा डिस्क्लेमर भनेको चाहिँ तपाईँले अहिलेसम्म कहिले पनि यसरी कट बल्कहरू गर्नुभएको छैन, कहिले पनि डाइट गर्नुभएको छैन लाइफमा भने चाहिँ एटेम्प नगर्नु। तपाईँ एडभान्स हुनुहुन्छ, तपाईँ पहिला नै बल्क कटहरू गरिराख्नु भएको छ, तपाईँलाई क्यालोरिजको बारेमा थाहा छ र तपाईँलाई सर्ट टर्मको लागि केही गोल रिच गर्नु छ भने चाहिँ एटेम्प गर्दा हुन्छ, तर यो चाहिँ सस्टेनेबल हुँदैन। र सप्लिमेन्टहरूको लागि चाहिँ मैले ओमेगा 3 लिइरहेको थिएँ, मल्टिभिटामिन लिइरहेको थिएँ, स्लिपको लागि म्याग्नेसियम, ग्लाइसिनेट र मेलाटोनिन पनि लिइरहेको थिएँ। सो यो कम्बिनेसनले गरेर मैले 1 महिनामा अलमोस्ट 4 देखि 5 केजी चाहिँ फ्याट लसै गरेको थिएँ।